यस्तरी पिसाब छोडिसकेर तलदेखि मारिसम्म होइन के भमरालाई फुल नसुहाएर फुललाई भमरा त सुहाउँदैन भमरालाई फुल अभियसली सुहाउनै पर्ने हुन्छ है। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल झोरले एन्ड नमस्ते। सन्चै आरामै हुनुहुन्छ हजुरहरू? म पनि एकदम ठिक छु, एकदम सन्चै छु है। के छ त अनि धेरै टाइमपछि, लङ टाइमपछि भेट भएको छ है हामीहरू। आज चाहिँ हामी देख्नुहुन्छ सिजनल फुल यस्तो फुलेर झकमक्क परिरहेछ। म त्यसकै साथ रम्दैछु, डुल्दैछु आज है। यस्तो छ गाइस है, हामीहरू चाहिँ तलको फुलहरूसँग रम्दै डुल्दैछौँ। आज भर्खर उठ्या अलि अगाडि उठेर तलको मुखसुख मात्र धोएर यसरी दौडिनु पर्ने हुन्छ। फुल पनि झरिसकेछ यार, यो त कति चाँडो झरेको त नि, एकैछिन हो यो झर्नी। हिजो पानी परेको थियो नि त, हिजो अस्ति, त्यही भएर होला सायद त्यो अझै अलि राम्रो भन्दा पनि अलि धेरै भएको ठाउँमा बवाल हुन्छ गाइस है। हे त्यति धेरै छैन, नत्र भए झकमक्क हुन्थ्यो है। अझै यताउति त कलाएर हेर्न सक्नुहुन्थ्यो हजुरहरूले मजासँग। यतिकै डुल्ने हो हामी कहाँसम्म डुली भ्याउँछ, कहाँसम्म पुग्छ भन्ने कुरो थाहा छैन। अहिले जटानी जान सकिन्छ। के खिच्ने? फोटो खिच्नु र 16 प्रो म्याक्स भएको मान्छेले मोबाइल झिकट छिटो यहाँ बस, यहाँ राम्रो आउँछ फोटो। आउँछ क्या खैले न मोबाइल। हाम्रो सोल्टीको पोस्ट पनि हेर्न सक्नुहुन्छ हजुरहरूले है। यस्तो बवाल दिन्छ नि, यस्तो यही सोल्टीको पोस्ट कपी गरेर चाहिँ हजुरहरूले मजाको डिजाइनको फोटो खिच्न सक्नुहुन्छ है। रुको जरा सबर करो। खै ल्याउ न, ल्याउ न यता ल, हेर्दै गर्नुहोस् है त। Few moments later. हानिन्छ यसरी हानिदिनु पर्छ फोटो, एङ्गल बाई एङ्गल मिलाएर होइन। टक्क कसरीको खिच्नुहुन्छ हजुरहरूले, टक्क लाएर यसो एउटा वात खतरा सुहाएको छ त होइन। ल फोटो यस्तो खिचि नै सकियो। मैले कस्तो लाग्यो यस्तो प्रतिक्रिया कहाँ तलाउने दिने र पोच। ठिक छ, भन न यहाँ छिटो भन त। राम्रो छैन भन्छु मलाई थाहा, तर नभन है, मेरो इज्जतको सवाल छ यहाँ। भन न हौ, केही बोल। तिमीले खिचेको फोटो ल गाइस, मैले चाहिँ यो भाँचेको यो मान्छे डराएर यस्तरी पिसाब छोडिसकेर तलदेखि मारिसम्म होइन। के गर्ने हो मैले, अब यसलाई फालिदिन्छु। अब कि यहाँ यसरी लगाएर हिँड्छु नि त म, यसरी बाल भयो मलाई, बाल भयो यसरी लगाउँछु। कस्तो देखियो त गाइस मलाई? आमा के भनेको सोल्टी, कस्तो देखिरह फुल सुहाछ। अब भमरालाई फुल त सुहाउने नै भयो हेर, कि कसो हो र भन त। भमरालाई फुल नसुहाएर फुललाई भमरा त सुहाउँदैन
भमरालाई फुल अभियसली सुहाउनै पर्ने हुन्छ है। त्यही हो गाइज, हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने यसो मजाले सब्सक्राइब गरेर अल बटन क्लिक गरेर चाहिँ हेर्न सक्नुहुन्छ। हजुरहरूले 1 मिलियन भ्युजको हैन डेली त खुल्काएर हो हैन कहिले काहीँ हाम्रो सोल्टीको हप्तामा 2 हप्तामा आउँछ भिडियो चाहिँ है। त्यति साह्रो फ्री भएन नि त गाइज। अब आउनुहुन्छ हजुर पनि यसो ट्राई गर्नु होला जापानमा आएर कस्तो हुन्छ भन्ने कुरा। अब यसो डेली भ्लग गर्न त सकिन्न, फ्री पनि होइन। अब 13-14-15 घन्टा काम हानेर कसैले सक्छ त अनि सम्भव पोसिबल हुन्छ गाइज भन्नु त तपाईँ आफैहरू। कहिले काहीँ पो तब छुट्टी आज पनि छैन, छुट्टी छैन के आज पनि 6 बजेदेखि हो, 6 बजेदेखि हो काम। यस्तो अब एकछिन डुल्ने त्यसपछि फेरि काममा चलिनु पर्ने हुन्छ। त्यो हो कुरो। त्यसरी सम्भव छैन गाइज, त्यही भएर माफ गर्नुहोस् होला हजुरहरूले। भलकल्ली राम्रो आउँदैन। अब फ्यान नभए पनि अब हुनु पर्यो नि त, अलिकति दिनु पर्यो होइन। गुनासो आउनु पनि सक्यो, किन आउँदैन भिडियो भनेर। गाइज हामी चाहिँ आज भोलि बस्ने ठाउँ चाहिँ यतातिर पर्छ, ठ्याक्कै यो साइडतिर है। फेरि यो साइडतिर ठ्याक्कै फेरि हेर्न सक्नुहुन्छ यो ठुलो बिल्डिङ हेरेर स्वार्टै हेरेर आउनुभयो भने ठ्याक्कै हाम्रो यहाँ यता पछाडि चाहिँ रुम छ, घर छ। मैले अगाडिको भिडियोमा देखाइसकेको छु हजुरहरूलाई घर त होइन, चिनिसक्नुहुन्छ होला सायद। को आउने जस्तो भने कहाँ जान्छौँ हामी अब, कुठे जाऊँ अब। तपाईँ बेङ गएर यसो मासु, आज बुङ्गुरको मासु खानुपर्छ। बुङ्गुरको मासु लिएर टक्क बजाउने प्लान गराइरहेछ हामीले। बेङ गएर यसो हल्का 100-200 रुपियाँ लिएर दिगेर हाल्नुपर्ने हुन्छ। यहाँ आइपुगिसकेको छ। कहाँबाट कहाँ घुमेर नयाँ ठाउँमा आइपुग्यौँ। कतिचोटि फोटो भन्ने रहेछ है मान्छेले। फेरि अलिकति त भिडियो पनि भनौँ, यसो भ्लगमा यसो ऊ हानौँ, के भन्छ गफसप हानौँ। हान न केही, अरू बेला मात्र पेर जान्छ त थुट्ला त। आम्मामा के राम्रो क्या सही छ र यो त झप्प। तर झर्नी रहेछ ल्याप के अरे कस्तो अरे ल्याप अरे। तर बब्बाल रहेछ यहाँ है अरू ठाउँको भन्दा। आज खैली एउटा म सर्ट भिडियो गराउँछु गाइज ल है। यसो टिकटकतिर हाल्नु पर्ने हुन्छ गाइज। के भन्छ अरे यहाँ सोल्टीले फोटो हाल्ने भनेर यस्तो ठाउँमा आइपुगेछु म। यस्तो छ, आउन है जाठो सोल्टी। ओ सोल्टी, ओ भुटनी के ओ यहाँ आउन। अब चाहिँ 1-2 पोच हानिन्छ होइन, यहाँबाट टक्क लाएर मजाको आउँछ नि त अलिअलि भयो। अनि त्यसपछि फर्किनु पर्ने हुन्छ। आउन कस्तो छ अति गरेको क्या यार। यस्तो छ कुरो पनि छ गाइज यार। हेर त कुरो भन्ने थाहा तिमीहरूलाई? कुरो त्यो हुन्छ नि कपडामा ट्याप्प तासिने होला। अनि त्यसले खोज्यो भने त त्यसको निकालिन्छ। कहाँ गयो यो मान्छे यार? आउँदैन अरे, आउँदैनौ? हाय ए भुटनी के यहाँ खिच्न दुःखले यस्तो आफ्नो खिच्यो होइन खिच्दिएँ है मैले। लास्टमा कुरा बनाएर अरे झाडी भयो अरे।
तिमीलाई त मलाई भन्दा हाई क्वालिटीको फोटो चाहिन्छ अरे यस्तो नि हुन्छ थोडी न यार 60 पनि यार 60 त्यो यार 70 भएकै राम्रो हुन्थ्यो बरु फुलको आँखामा फुलै संसार बोइसँग कुरा गरौँ कि के अब बरु एकछिन हैन कुरा गर्ने हो बोइसँग तरुनी भएको भए पो कुरा गर्ने हो बोइसँग नि के कुरा गर्नु नि हरामी हो बेटा हाम्रै नाम अगाडि देख्छ फुल पनि राम्रो देख्छ हाम्रो अगाडि पनि देख्छ राम्रो बाटो पनि राम्रो तिम्रो अगाडिकै त छ नि फुल राम्रो अरु त कहाँ के को अपाट अगाडि त्यसै ए मडा फेरि फुल भन्ने बित्तिकै फेरि अनि फुल पनि धेरै थरीका हुन्छ नि त अनि हैन कुखुरा फुल फुल त्यो फुल अनि कस्तो फेरि असली राइबी हामी यहीँबाट गेम सुबाकै नजिक जान्छ होला अनि जाम न त ल यहाँ अब यहाँ आइसक्यो के जान्छ गेम सुबामा ल यत्राको जान्छ गेम सुबा अब यहीँ जाने हो अब त्यसपछि टक्क सुँगुर मासु च्वाट उठाउने हो पर भुटेर गम गम पार्ने हो यहाँ पेट पुरा पोलिसक्यो क्या छाडाको सुँगुरको मासु त खानु पर्यो यहाँनिर सुँगुरको मासु चट्ट पारेर यहाँबाट टक्क गएर सुँगुर मासु सिधै अरू केही नहेरेर सुँगुर मासु हेर्ने यो चाहिँ माछा हो सबै यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो के हो कुनै बुटानिकको चाहिँ सुँगुरकै रहेछ परिकारहरू सुँगुर मासु यस्तो तर अलि राम्रो आउँदैन रहेछ कि क्या अर्को ठाउँमा पाउटेको खतरा यति महँगो छ गाई चाहिँ 1690 यति जब यति हो क्या फेरि 1690 यति महँगो छ नि सुँगुर मासुलाई पुरै छाडे यी यसरी प्याक पारेर पनि राखिरहेछ हेर्न सक्नुहुन्छ यति जाबलाई 700 लगभग त्यस्तो छ यस्तो फेरि के लग्नु यहाँ रहेछ यहाँ रहेछ देख्नुभयो यति दुईटालाई राम्रोसँग पुग्दैन हौ अगाडि राम्रोसँग त्यही पनि लग्नै पर्ने हुन्छ है यस्तो हो टक्क बुङ्गुरको मासु लिएर आइसक्यो के कहाँ जाने भनेको आज के गरेर बसियो आज बुङ्गुर लिएर बजाउने कुरो छानु फिनु मिनु भयो के रे अब होइन त्यसपछि पकलाएर बनाएर च्वाट्ट पारेर फेरि एकछिन तुलिक्कै सुतेर काम जानुपर्ने हुन्छ अब यहाँ छ फेरि आइहाल्यो हाम्रै रुम आइपुगिसक्यो फेरि यस्तो बरु यतै ठिक रहेछ हो किन डुलेको होला हामी होइन भनेर के भन्ने अब त्यही हो यहाँ बसेर बबाल हान्नुपर्ने हुन्छ एक सरप्राइज छ गाई चाहिँ गाइस फाइनली हामी चाहिँ यसो डुलफिर घुमफिर गरेर भ्याइसक्यो होइन आज होइन यसपालिको होइन फेरि जानुपर्ने हुन्छ हामी बस्ने चाहिँ यो रुम यो घर हो है कस्तो छ घर है यसो भनौँ न त होइन यति नै आजको भिडियो यति नै गर्नुपर्ने हुन्छ है फेरि काम पनि जानुपर्ने छ टक्क च्वाचेको मासु पकाएर खाएर जानुपर्ने हो थ्याङ्क यू फर वाचिङ दिस भिडियो किप सपोर्टिङ किप लभिङ सुन न मैले एउटा कुरा बुझेको छैन के चाहिँ होइन लगभग जापानको जति नै सेवा सुविधाहरू कोरियामा पनि छ होला जस्तो लाग्छ तर पनि अहिले चाहिँ के रहेछ भन्दाखेरि जापानिज पासपोर्ट लिने मान्छेहरू चाहिँ कोरियाबाट आउँछ हो कोरियनहरू धेरै रहेछन् के किन होला यो कोरियनहरू चाहिँ जापानिज यो क्वेसनको एन्सर चाहिँ तपाईँहरूको हातमा है किन होला ओके थ्याङ्क यू फर वाचिङ अहिले लास्टसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद हजुरलाई यसरी नै माया दिँदै जानु होला म नयाँ भिडियो नयाँ कुराहरू हजुरहरूको सामु देखाउने कोसिस गर्नेछु थ्याङ्क यू बाई बाई